साह्रै मिठो जिरेर झन्ने पर्यो। Hey guys, welcome to my new vlog. So, रेगुलर ब्लगमा सबैजनालाई स्वागत छ। म चाहिँ अहिले उठिसकेँ, कलेजको लुगा पनि लगाइसकेँ। अब चाहिँ पानी खान्छौँ अनि कफी खान निस्क्यौँ होइन। Always do it on my own, so I gotta get through it. And the only thing I know is to love what I'm doing. Never give up, never slow, till I finally prove it. Never listen to the no's, I just wanna keep moving. Keep my head up when I act, head up, that's a fact. Never looking back, I'ma keep myself on track. So yes, म चाहिँ कफी बनाइसकेँ होइन। अब कफी खाऊँ अनि त्यसपछि कलेज जाउँ। ल्याउनिसक्यो, 45 भइसक्यो, 6 जस्तै कलेज छ। सो कहिले कफी खाऊँ। See my message starts to spread, and I had so many dreams. Then you hit your teens, life ain't really. म चाहिँ कफी पनि खाइसकेँ होइन। अब चाहिँ निस्क्यौँ कलेजलाई। एकैचोटि कलेज गराएपछि भेट्छु अब चाहिँ। तो यस गाइस, म चाहिँ आइसकेँ घर होइन, खाना खाइसकेँ। अनि यहाँ चाहिँ भाइ आएको रहेछ, आएको अन्त भाइ आएको रहेछ। यस्तै छ, भर्खर खाना खाइसक्यो। अनि यहाँ अस्ति पाएको टी सर्टहरू छ, ल्यापटप छ होइन। यस्तै हो। अहिले एकछिन भेटौँ ल। अब खाना खाइहाल्छ, एकछिन रेस्ट गरौँ अनि त्यसपछि अरू काम। सो यस गाइस, अहिले चाहिँ कति बज्यो? 11:17 भयो। खाना खाइसक्यो अनि एकछिन त्यहाँ बसेको थियो मम्मीसँग। अनि यहाँ बुवाले फोन गर्नुभयो अनि बुवालाई चाहिँ एकछिन चोकाइसक्नु छ, एकछिन चोक्छौँ होइन। Try to find out what it means. Always do it on my own, so I gotta get through it. And the only thing I know is to love what I'm doing. Never give up, never slow, till I finally prove it. Never listen to the no's, I just wanna keep moving. Yeah, I put out all this art, it's my only medicine. Yeah, everything I do, I'm just being genuine. Yeah, I'm sick of being screwed, feel my own adrenaline. Yeah, I do just what I do, and I hope you let me in, let me in. यसलाई खोइ मलाई पनि थाहा भएन, यसलाई खोइ केही त भनिन्छ। म चाहिँ मामा घर आइसकेँ होइन, चोक गरेर भाइलाई छोडिदिन आएको यहाँ चाहिँ। अब फेरि आमालाई माथि भेटेर अनि त्यसपछि घर जान्छु। सो आमालाई भेटौँ ल। सो आमा के गरिरहनु छ हेरौँ। आमा के छ? ठिक छ गाउँदा यी धम्मा गर्दैछु के हुनु। आमा नि हाम्रो ब्लगमा आउनुभयो होइन, धेरै पछि गर्नु लागेको ब्लगमा। आमालाई नदेखिकन मान्छे त चित्तै बुझ्दैन अरे कि। आमा हेलो भनिदिनु त सबैलाई। हेलो आए, सन्चै छु, धन्ना गर्दैछु खाना खाएर। आमाको हाँसो हेर न, आमाको हाँसो हेर न। दाँत झऱ्यो भने कसरी हाँस्नुहुन्छ होला? आमाको दाँत झऱ्यो भने कसरी हाँस्नु होला है? अहिले त यत्रो अहिले 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 त आमाले दाँत देखाउनुहुन्छ यत्रो बाहिर, दाँत भएन भने त के देखाउने हो आमा? के देखाउने सानो भन्ने हौ, बङ्गाएर देखाउने होइन। सेम अब चाहिँ घर निस्किनु लाग्यो होइन। घर निस्क्यौँ अनि एकछिन गर्नु सकेँ, होमवर्क गरौँ होइन। अनि त्यसपछि आज एकछिन कोटेश्वर जानु छ, कोटेश्वर पनि जानु छ, अनि जिम जानु छ। सो अब चाहिँ घर जाउँ। कति बज्यो? मैले आज घडी पनि लाइन रहेछ कि अहिले 12:05 रहेछ। यु क्यान सी देयर होइन, यु क्यान सी देयर होइन, आँटेछ। सो अब घर जाउँ अनि होमवर्क गरौँ अनि त्यसपछि कोटेश्वर भन्दा नि अगाडि जिम जाउँ। अनि जिम गरेर आएपछि मात्र कोटेश्वर गइन्छ होला। इफ भ्याइयो भने, भ्याइएन भने त्यस्तै हो। सो लेट्स गो। सो म चाहिँ घर जाँदैछु होइन। बाटोमा कोही छैन र अनि मैले यसो क्यामेरा खोलेको, नभए मान्छे भयो भने त अनि कस्तो अल्टर लाग्ने कि। सो यस, म चाहिँ घर आइसकेको छु फाइनल्ली होइन। कति बज्यो? कति पनि बजेर 12:08मा आइपुगेको छ। 12 बजी निस्क्यो, 8 मिनट लाग्छ मलाई फोन दियो। सो अब एकछिन पढ्नु छ, एकछिन पढौँ होइन। त्यसपछि जिम जानु छ, जिम गरेर कोटेश्वर जान्छ। सो अब एकछिन पढौँ। अहिले चाहिँ 12:08 1 बजी अब 1 घन्टापछि पढ्नुपर्छ किनभने एउटा सानो काम छ, त्यो सिधाइहालौँ अनि त्यसपछि पढ्नुपर्छ। सो गाइस, सो इन्स्ट्यान्ट एउटा प्लान बन्यो होइन, भगटे खाने अरे। सो भगटे लिन जाउँ, फेरि भगटे लिन मामा घरै जानुपर्छ कि, आमा बुवा पनि आउनुहुन्छ।
सो अहिले भगटे लिन्छ अनि दही लिन जान्छ भगटे दही सुन्तला लिएर सो आज चाहिँ भगटे कसरी बनाउँछ मैले तपाईँलाई देखाउँछु सो लेट्स गो सो गाइस म चाहिँ आइसकेँ होइन निस्किनु लागेको क्यान्सी भगटे मेरो हातमा अनि अब दही लिन्छ भने चोक दही लिन्छ पनि आएको सुन्तला लिएर दही लिएर जाउँ सो लेट्स गो I'm grateful, oh yeah, able, oh yeah, I'm stable, oh yeah, no label, oh yeah, you know me, I have only a path, I'm lonely, but damn, I'm going to win. I don't want no fake love, I want the Yes, म चाहिँ भाइलाई आइसकेँ सामान लिएर माथि जाउँ अब यो सामान लिएँ अनि त्यसपछि कोटेश्वर गइन्छ होला नि भगटे साइड देखाउँ अनि कोटेश्वर छ होइन सो भगटे कसरी हुन्छ भनेर म ल्याउँछु सो let's go. real stuff, everybody listen up, cause I'll only say it once, I'm gonna show you. Yeah, I'm all alone and still learning to let go. I'll carry on my own and find out where I belong. And I just need to move on. I have hope, I'm open to a new place, a new road, I'm on my own. But I'm better off alone. Yeah, I'm better off alone. And I wake up to a new day in the same place with a new flame. It's not too late, I'll be okay. Leave behind all that led to my pain. And I know it's never really ever quite perfect, but I know the hardest things are always worth it. Yeah, I'm all alone and still learning to let go. I'll carry on my own. अब चाहिँ यता के बनाउनु लाग्यो रे सादा रामलाई अनि बाहिर को आउनुभएको छ हेर्नु ल बुवा हुनुहुन्छ यहाँ आमा हुनुहुन्छ उति सानो हुनुहुन्छ यहाँ भाइ छ यहाँ बाबा हुनुहुन्छ यहाँ आमा हुनुहुन्छ है And find out where I belong. And I just need to move on. I have hope, I'm open to a new place, a new road, I'm on my own. But I'm better off alone. Yeah, I'm better off alone. Got demons in my head, they're better off dead. I'll find a कस्तो छ साह्रै मिठो जिलेर धन्ने के पर्यो हो यो आमा यो सलाद बाबा कस्तो छ अब कस्तो छ भन्नु अब मिठो छ भने चखाउने कुरो भएन भएन मेरो बहुत अच्छा बहुत अच्छा आमा कस्तो छ एकदम मिठो छ कस्तो मिठो छ आमा गुलियो मिठो ला अमिलो छैन छैन अमिलो कस्तो छ भाइ मिठो छ बुवा कस्तो छ अलि राम्ररी भन्नु न ल मम्मी खोइ के आयो लु बस्नु कस्तो छ मम्मी है मैले बनाएको मैले मिठो छ भने अलि मिल्दैन होला मिल्छ अरूले चाहिँ भन्नुपर्छ है मलाई त मिठो छ सानी कस्तो छ कस्तो नमिठो कस्तो कस्तो नमिठो भन्नु त एकदमै नमिठो ल म पनि खान्छ म नि हेर्छु कस्तो रहेछ भनेर खाऊ ल कस्तो मिठो रहेछ नि त अनि मम्मी काटेको त जल्दी पनि खाइहाल्छ नि यस्तो मिठो भएछ यहाँ चाटे हेर्नु न आफूले बनाएको आफै चाटेको सबैभन्दा उकै भाइ र छोराले चाहिँ गुटु गुटु गर्छ गर्दैन
केटाले यस्तो खास मन पराउनु लालु प्रसादले खान्छु भने भोगटे नखाइकन गइहाल्यो भोगटे हामीले खान्छ राखी बनाएर राखे अब तिहार पूजा नदेखे यस गाइस ऊ भगटेन खाइसक्यो अनि अब चाहिँ तल गरीघाट जाउँ सानो बाबालाई लिन जाउँ सानो बाबाले लिन आऊ भन्नु हुन्थ्यो सो सानो बाबाले लिन जाउँ गरीघाट अनि त्यसपछि एकैचोटि घर आइसक्यो भेट्छु किनकि गोप्रो छैन अनि पछाडि क्यामेरा साथी मान्छे नभएपछि गाह्रो छ देखाउन मिल्दैन सो गरीघाट आइस भेट्छु सो लेट्स गो फाइनली सानो बाबालाई पनि ल्याइसक्यो होइन अब जाउँ अब जिम जानु कि कलेजहरू जानु भएछ होइन यो जिम जानुको सो हेरौँ अब के हुन्छ लेट्स सी जे हुन्छ अपडेट दिइहाल्छु मम्मीहरू चाहिँ यहाँ हुनुहुन्छ मम्मी यहाँ हुनुहुन्छ मम्मी यहाँ हुनुहुन्छ आमा यहाँ हुनुहुन्छ तिनीहरू दारी मेरो साग दारी हाम्रो मलाई राम्रो स्कुलमा पढाउने राम्रो भने चाहिँ कसले भने अज्ञानीले भनेको कुरो म पत्याउँछु त राम्रो के हो पढ्छ पढ्दैन राम्रो चाहिँ के कसरी राम्रो सिकाउनु पर्यो धेरै तिर्यो भने राम्रो हो कि बच्चालाई गाडी चढेर गयो भने राम्रो बाटो महँगो कोट सिकाउनु लाग्ने राम्रो पर्यो हो कि राम्रो पढ्न सिकाउनु पर्यो बाटो राम्रो बनाउनु सिकाउनु पर्यो उसको परमात्मा छैन जान्ने राम्रो नराम्रो सिक परमात्माले मात्रै हुँदैन बच्चालाई नगरौँ तपाईँ परमात्मा छोइसकेपछि बाँकी सबै चिज खेर जान्छन् हो परमा सो यस गाइज म चाहिँ रेडी भइसकेँ जिम जानलाई होइन अब चाहिँ जिम छ अनि जिममा गएर एक्सर्साइजहरू टुटा चाहिँ हालिदिन्छु अनि धेरै हाल्नु भनेर ब्लग आउनु हुन्छ सो जिम छ अनि जिममा गएर चाहिँ बोल्दिनँ जिमको चाहिँ अलिकति क्लिपहरू हालिदिन्छु विथ नो कपिराइट म्युजिक सो अब जिम छ जिम गरेर आएपछि चाहिँ बोल्छु सो लेट्स गो सो हामी जिम आइसक्यौँ यहाँ चाहिँ हामीको यो समीर जस्तो यो चाहिँ होइन हाँस्छ बाबा हाँस्छ हामी चाहिँ यसलाई के भन्छ त इन्क्लाइन कि डिक्लाइन इन्क्लाइन चेस्ट हान्दैछ होइन त्यसपछि चाहिँ मेरो पालो छ सो के हुन्छ यो My hands steady, I feel ready, but my legs heavy, I don't get it. How come I haven't hit it already? Still working, I'm still learning, I'm still searching, finally earning something, finally turning something called a profit. If I hear you talking shit, don't get caught in it. I'll be popping off and hit your ass, dropping all your shit. Yeah, I promise this, I got promises, you ain't stopping this. Cross my shit, you'll be knocked unconscious, bitch. That's the consequence, I got this, I will not quit. Man, I'm on it, honest, I'm gon' launch quick, then I'm gone. It's just a matter of time before I'm over the climb and moving under my prime. Just quit my 9 to 5, I'm rocking, they watching, cause it's shocking. Dropping all these top 10 songs, so stopping. It's time to live my life, it's time to live, not die. Wish I could slow down time and just enjoy the climb. And I'm the one to get it, bro. I swear to God I get it, bro. So don't just let me get it. Yeah, let's go. I'm gonna get it, yeah. Yeah, I'm the one to get it, bro. I swear to God I'll get it, bro. Hey, I ain't never giving up. Yeah, I never give up. I got this, man, I got it. I will not quit, I'm on it. Never off it. जिम गरेर निस्किसकेँ होइन अनि म चाहिँ यहाँ बाटोमा छु सो गर्छ आज किनकि फ्यामिली ग्यादरिङ छ अनि म छिटै निस्केँ सो फेरि घरको भेट्छु म चाहिँ घर आइपुगिसकेँ होइन जिमबाट आज छिटै निस्कियो किनकि आज सबैजना घरमै हुनुहुन्छ अनि यहाँ भाइ छ जतिखेर फोन चलाउने भाइ यहाँ छ है भाइ यहाँ छ अनि अरू भित्र हुनुहुन्छ अरू चाहिँ यता हुनुहुन्छ है हेलो सानो बाबा सानो बाबा चाहिँ देख्नुहुँदैछ नि किन हुनुहुन्छ है बाबा सानै यहाँ हुनुहुन्छ है टक्क लाएर आज विशेष कार्यक्रम धेरै पछि मम्मी हुनुहुन्छ है ट्याक्क 1 वर्षको ग्याप पछिको आज चाहिँ धेरै पछि फ्यामिली ग्यादरिङ जस्तो भएको छ सो यस्तै छ सबजना आफ्नोमा व्यस्तता र म पनि जान्छु म पनि जोइन हुन्छु अब बस्छु भेट्छु अनि त्यहाँ गएर बस्छु यहाँ हाम्रो देशको मान सान झन्डा यहाँ एनपिएलको यो भइगयो यस्तै छ हेलो भाइ बाई बाई भन्दै बाई बाई सो यस सबैजना गइसक्नुभयो सानो बाबा सानो मम्मी र भाइ घर गइसक्नुभयो अनि बाबा एयरपोर्ट जानु भइसक्यो काममा मम्मी उता हुनुहुन्छ कोठामा म यता आइसकेको छु किनकि मलाई पढ्नु पनि छ मेरो आज स्टडी सेड्युल बिग्रिसक्यो जिम सेड्युल पनि बिग्रिरहेको चाहिँ केही छैन अब एकछिन पढौँ सो
अब एकैचोटिमा ब्लग इन्डिङमा मात्र भेट्छु सो अब चाहिँ अलिकति टाइम ल्याप्स हेरौँ Got the block lit up toxic, spitting logic, make 'em nauseous, honest. Can I stop this? Never cautious, drop it. I'm the hardest, dark bitch, watch it. I'm the fucking king of rock, bitch, poppin', spitting hot shit, off topic, chronic. I think I'm motherfucking lost it. Back, matter of fact, making racks where it's at. Have my back to the mat, not an act, that's a fact. We attack in a back, so we act, no we act. Think I'm black, up his back, while I'm rap, not a step. सो यस गाइस सबै काम सिधाइसकेँ अनि 10 अनि अझै सुत्नुपर्छ भोलि बिहान कलेज जानु छ सो आजको लागि चाहिँ यति नै यहाँसम्म जसले हेर्दै हुनुहुन्छ नबिर्सिकन लाइक सेयर सब्सक्राइब र कमेन्ट गर्न नबिर्सिनु होला हस् जय नेपाल हेलो सानी वेलकम टु माई ब्लग With jazz, even crap, we're in